म्यादी प्रहरीको लिखित परीक्षामा सोध्न सक्ने 25 वटा महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएका छौँ। यो सबै प्रश्न उत्तर लिखित परीक्षाको साइलेबस अनुसार नै तयार गरिएको छ र योभन्दा पछिल्लो 2079 सालको निर्वाचनमा सोधिएका प्रश्नहरू पनि समेटिएका छौँ। त्यही भएर भिडियो एकदमै महत्त्वपूर्ण रहेको छ, अन्तिमसम्म हेर्नुहोला। तर त्योभन्दा पहिला यदि तपाईँ च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला, किनभने म तपाईँहरूको लागि यस्तै भिडियो ल्याइरहेको छु। र यो भिडियो भनेको पार्ट 4 भिडियो रहेको छ र अहिलेसम्म पार्ट 1 र 2 र 3 हेर्नुभएको छैन भने च्यानलमा गएर हेर्नुहोला। त्यो भिडियोलाई सुरु गरौँ। प्रश्न नम्बर 1 मा रहेको छ, नेपालको भू आकृति विभाजन कति प्रकारका छन्? नेपालको भू आकृति विभाजन कति प्रकारका छन्? अप्सन नम्बर ए मा रहेको छ 3, अप्सन नम्बर बी मा रहेको छ 4, अप्सन नम्बर सी मा रहेको छ 5 र अप्सन नम्बर डी मा 6। र यसको राइट एन्सर हुन्छ अप्सन नम्बर ए, 3 प्रकारको। र त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ, नेपालमा हाल कति प्रदेश छन्? नेपालमा हाल कति प्रदेश छन्? अप्सन नम्बर ए मा रहेको छ 5, अप्सन नम्बर बी मा 6, अप्सन नम्बर सी मा 7 र अप्सन नम्बर डी मा रहेको छ 8। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, 7 वटा। र त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन नम्बर ए मा रहेको छ कोशी, अप्सन नम्बर बी गण्डकी, अप्सन नम्बर सी कर्णाली र अप्सन नम्बर डी मा रहेको छ महाकाली। र यसको सही उत्तर छ अप्सन नम्बर सी, कर्णाली। प्रश्न नम्बर 4 मा नेपालको संविधान कहिले जारी भयो? नेपालको संविधान कहिले जारी भयो? अप्सन नम्बर ए मा 2070 असोज 3 गते, अप्सन नम्बर बी 2072 असोज 3 गते, अप्सन नम्बर सी 2073 असोज 3 गते र अप्सन नम्बर डी मा 2071 असोज 3 गते। र यसको सही उत्तर छ अप्सन नम्बर बी, 2072 साल असोज 3 गते। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, मतदाता नामावली तयार गर्ने निकाय कुन हो? मतदाता नामावली तयार गर्ने निकाय कुन हो? अप्सन नम्बर ए मा गृह मन्त्रालय, अप्सन नम्बर बी जिल्ला प्रशासन कार्यालय, अप्सन नम्बर सी निर्वाचन आयोग र अप्सन नम्बर डी मा रहेको छ प्रहरी कार्यालय। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, निर्वाचन आयोग। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ, म्यादी प्रहरीको मुख्य कर्तव्य के हो? म्यादी प्रहरीको मुख्य कर्तव्य के हो? अप्सन नम्बर ए मा रहेको छ अपराध अनुसन्धान, अप्सन नम्बर बी ट्राफिक व्यवस्थापन, अप्सन नम्बर सी निर्वाचन सुरक्षा र अप्सन नम्बर डी मा राहदानी वितरण। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, निर्वाचन सुरक्षा। र त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ, शान्ति सुरक्षाको मुख्य उद्देश्य के हो? शान्ति सुरक्षाको मुख्य उद्देश्य के हो? अप्सन नम्बर ए मा सजाय दिनु, अप्सन नम्बर बी जनतालाई डर देखाउनु, अप्सन नम्बर सी मा कानुनको पालना गराउनु र अप्सन नम्बर डी मा जनधनको सुरक्षा। यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, कानुनको पालना गराउनु। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ, नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ? नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ? अप्सन नम्बर ए मा रहेको छ रक्षा मन्त्रालय, अप्सन नम्बर बी गृह मन्त्रालय, अप्सन नम्बर सी कानुन मन्त्रालय र अप्सन नम्बर डी मा सङ्घीय मामिला मन्त्रालय। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी, गृह मन्त्रालय। र त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ, निर्वाचन आचार संहिता कसका लागू हुन्छ? अप्सन नम्बर ए मा मतदाता मात्र, अप्सन नम्बर बी कर्मचारी मात्र, अप्सन नम्बर सी मा उम्मेदवार मात्र र अप्सन नम्बर डी सबै सरकारवालालाई। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर डी, सबै सरकारवालालाई। र त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ, मतदान केन्द्रभित्र के गर्न निषेध छ? मतदान केन्द्रभित्र के गर्न निषेध छ? अप्सन नम्बर ए मा लाइन बस्नु, अप्सन नम्बर बी गोप्य मतदान, अप्सन नम्बर सी फोटो खिच्न र अप्सन नम्बर डी मा मत हाल्न। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, फोटो खिच्न। र त्यसैगरी प्रश्न नम्बर 11 मा जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छ? जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छ? अप्सन नम्बर ए मा प्रहरी प्रमुख, अप्सन नम्बर बी प्रमुख जिल्ला अधिकारी, अप्सन नम्बर सी मा मेयर र अप्सन नम्बर डी मा रहेको छ प्रमुख प्रशासकीय अधिकारी। यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी, प्रमुख जिल्ला अधिकारी। र त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ, नेपालमा राष्ट्रिय झण्डाको आकार कस्तो छ? नेपालको राष्ट्रिय झण्डाको आकार कस्तो छ? अप्सन नम्बर ए मा आयताकार, अप्सन नम्बर बी वर्गाकार र अप्सन नम्बर सी त्रिकोणात्मक र अप्सन नम्बर डी मा रहेको छ गोलाकार। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, त्रिकोणात्मक। र त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ, म्यादी प्रहरीको पोसाक कतिले उपलब्ध गराउँछ? म्यादी प्रहरीको पोसाक कसले उपलब्ध गराउँछ? अप्सन नम्बर ए मा स्थानीय तह, अप्सन नम्बर बी निर्वाचन आयोग, अप्सन नम्बर सी मा नेपाल प्रहरी र अप्सन नम्बर डी मा गृह मन्त्रालय। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, नेपाल प्रहरीले म्यादी प्रहरीको पोसाक उपलब्ध गराउँछ। र त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ, मतपेटिका सिल गर्ने जिम्मेवारी कसको हुन्छ? मतपेटिका सिल गर्ने जिम्मेवारी कसको हुन्छ? अप्सन नम्बर ए मा म्यादी प्रहरी, अप्सन बी मतदाता, अप्सन सी मतदान अधिकृत र त्यसैगरी अप्सन नम्बर डी मा रहेको छ उम्मेदवार। र यसको सही उत्तर छ मतदान अधिकृत। मतपेटिका सिल गर्ने जिम्मेवारी मतदान अधिकृतको हुन्छ। र त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ, निर्वाचन सुरक्षामा कति घेरा प्रणाली अपनाइन्छ? निर्वाचन सुरक्षामा कति घेरा प्रणाली अपनाइन्छ? अप्सन नम्बर ए मा 2, अप्सन नम्बर बी मा 3 र अप्सन नम्बर सी मा रहेको छ 4 र अप्सन नम्बर डी मा रहेको छ 5। र यसको सही उत्तर छ अप्सन नम्बर ए, 2। त्यसैगरी प्रश्न नम्बर 16 मा नेपालमा राष्ट्रिय गान कहिले लागू भयो? नेपालको राष्ट्रिय गान कहिले लागू भयो? अप्सन नम्बर ए मा 2060, अप्सन नम्बर बी 2062 र अप्सन नम्बर सी 2064 र अप्सन नम्बर डी मा 2065। र यसको सही उत्तर छ अप्सन नम्बर सी, 2064। र त्यसैगरी प्रश्न नम्बर 17 मा रहेको छ, मतदाताको न्यूनतम उमेर कति हुनुपर्छ? मतदाताको न्यूनतम उमेर कति हुनुपर्छ? अप्सन नम्बर ए 16 वर्ष, अप्सन नम्बर बी 17 वर्ष, अप्सन नम्बर सी 18 वर्ष र अप्सन नम्बर डी मा रहेको छ 21 वर्ष। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, 18 वर्ष। र
र त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ निर्वाचन अवधिमा हतियार बोक्न पाउने को हुन्। निर्वाचन अवधिमा हतियार बोक्न पाउने को हुन्। अप्सन नम्बर ए सर्वसाधारण, अप्सन नम्बर बी उम्मेदवार, अप्सन नम्बर सी सुरक्षाकर्मी र अप्सन नम्बर डी मतदाता। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी सुरक्षाकर्मी। र त्यसैगरी प्रश्न नम्बर 19 मा रहेको छ म्यादी प्रहरीले कसको आदेश पालना गर्नुपर्छ। म्यादी प्रहरीले कसको आदेश पालना गर्नुपर्छ। अप्सन नम्बर ए राजनीतिक दल, अप्सन नम्बर बी उम्मेदवार, अप्सन नम्बर सी प्रहरी कमान्ड र अप्सन नम्बर डी मा रहेको छ मतदाता। र यसको सही उत्तर छ अप्सन नम्बर सी प्रहरी कमान्ड। र त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ नेपालको राष्ट्रिय फूल कुन हो। नेपालको राष्ट्रिय फूल कुन हो। अप्सन नम्बर ए कमल, अप्सन नम्बर बी लाली गुराँस, अप्सन नम्बर सी सुनखारी र अप्सन नम्बर डीमा रहेको छ चमेली। र यसको सही उत्तर हुन्छ लाली गुराँस। र त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ मतदान केन्द्रमा झगडा भए म्यादी प्रहरीले के गर्छ। मतदान केन्द्रमा झगडा भए म्यादी प्रहरीले के गर्छ। अप्सन नम्बर ए आफै नियन्त्रण गर्छ, अप्सन नम्बर बी बल प्रयोग तुरन्त र अप्सन नम्बर सी प्रहरी अधिकृतलाई जानकारी दिन्छ र अप्सन नम्बर डीमा रहेको छ मतदान रोक्छ। र यसको सही उत्तर छ प्रहरी अधिकृतलाई जानकारी दिन्छ। र त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ नेपालमा संघीय संसद कति सदनात्मक छ। अप्सन नम्बर ए मा 1, अप्सन नम्बर बी 2, अप्सन नम्बर सी 3 र अप्सन नम्बर डीमा 4। र यसको सही उत्तर छ अप्सन नम्बर बी 2। र त्यसैगरी प्रश्न नम्बर 23 मा रहेको छ निर्वाचन अपराधको उजुरी कहाँ दिन सकिन्छ। निर्वाचन अपराधको उजुरी कहाँ दिन सकिन्छ। अप्सन नम्बर ए वडा कार्यालय, अप्सन नम्बर बी प्रहरी कार्यालय, अप्सन नम्बर सी निर्वाचन आयोग र अप्सन नम्बर डीमा सबैमा। र यसको सही उत्तर हुन्छ निर्वाचन आयोग। र त्यसैगरी प्रश्न नम्बर 24 मा रहेको छ म्यादी प्रहरीको सेवा अवधि कस्तो हुन्छ। म्यादी प्रहरीको सेवा अवधि कस्तो हुन्छ। अप्सन नम्बर ए स्थायी, अप्सन नम्बर बीमा अस्थायी र अप्सन नम्बर सीमा रहेको छ आजीवन र अप्सन नम्बर डीमा रहेको छ करार बाहेक। र यसको सही उत्तर छ अप्सन नम्बर बी अस्थायी। र त्यसैगरी आजको लागि अन्तिम प्रश्न 25औं प्रश्न भनेको मतदानको गोपनीयता किन आवश्यक हुन्छ। मतदानको गोपनीयता किन आवश्यक हुन्छ। डर हटाउन, स्वतन्त्र मतदानका लागि र सजायबाट बच्न र अप्सन नम्बर डीमा रहेको छ समय बचत गर्न। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी स्वतन्त्र मतदानका लागि। सो आजको भिडियोमा हामी 25 वटा महत्त्वपूर्ण प्रश्न उत्तर छलफल गर्यौं र यसको पार्ट 5 भिडियो चाहिन्छ भने कमेन्ट सेक्सनमा पार्ट 5 भनेर लेख्नु होला। हामी छिटै नै यसको पार्ट 5 भिडियो लिएर आउनेछौँ। त्यही भएर च्यानललाई सब्स्क्राइब र फलो गरेर राख्नु होला। र यसको पिडिएफ चाहिन्छ भने हाम्रो फेसबुक पेजमा कन्ट्याक्ट गर्नु होला। हामी फेसबुकमा यसको पिडिएफ पठाइदिनेछौँ।